माननीय सभामुख महोदय, पछिल्ला केही दिन यता बाजुराको रानीसेन क्षेत्रमा बाजुरा र हुम्लाको सीमा विवाद तथा झडप सम्बन्धी समाचारहरू सार्वजनिक भइरहेका छन्। यस सम्बन्धमा यही जेठ 3 गते हुम्लाको खारपुना, नामखा र सर्केघाट गाउँपालिकाबाट आएका करिब 300-400 जनाको समूहले हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा स्थायी बसोबास गर्दै आएका पेमागारा गुरुङ, लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीना कुँवरलाई बन्धक बनाई कुटपिट गरी गम्भीर घाइते बनाएको, महिलामाथि यौन हिंसा समेत भएको, घरमा रहेका जिन्सी तथा नगद लुटपाट गरिएको, खाद्यान्न नष्ट गरिएको तथा खोरमा रहेका करिब 200 भेडा मध्ये केही काटेर खाने, केही मारेर फाल्ने र केही लुटेर लैजाने जस्ता अमानवीय तथा अपराधिक गतिविधिहरू भएको छन्। त्यस क्रममा पेमागारा गुरुङलाई नियन्त्रणमा राखी डर, त्रास र दबावमा विभिन्न कागजातमा हस्ताक्षर गराइएको भन्ने कुरा पनि बाहिर आएको छ। त्यसैगरी जेठ 5 गते हामी चिनाउँछौं हाम्रो सुदूरपश्चिम अभियान अन्तर्गत रानीसेनको पर्यटन प्रवर्धनका लागि पुगेको टोलीमाथि समेत आक्रमण भएको छ। उक्त टोलीमा धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाल, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम ढोकाया, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल लगायत सहभागी हुनुहुन्थ्यो। पर्यटक तथा पत्रकारमाथि आक्रमण गर्नुका साथै क्यामेरा, ड्रोन लगायतका सामग्री तोडफोड तथा लुटपाट गरिएको र उक्त घटनामा हिमाली गाउँपालिकाका प्रशासकीय अधिकृत कुल थापा तथा प्रहरी हवलदार महेश धामीमाथि सांघातिक आक्रमण भएको छ। घाइतेहरूको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। माननीय सभामुख महोदय, लामपाटा नजिकैको च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट विनियोजन भई हिमाली गाउँपालिकामा हस्तान्तरण गरिएको अस्थायी प्रहरी चौकी निर्माण कार्यक्रम सञ्चालनमा रहेको थियो। तर भवन निर्माणको काम सुरु भएपछि बाहिरबाट आएको समूहले मजदुरमाथि कुटपिट गर्नुका साथै निर्माण सामग्री समेत लुटपाट गरेको अवस्था छ। त्यस्तै पुर्खौंदेखि बसोबास तथा खेतीपाती गर्दै आएको विषम 1991 सालदेखि निजी नाममा रहेको तथा विषम 2050 सालको नापीबाट नेपाल सरकारको अभिलेखमा दर्ता भई लालपूर्जा प्राप्त गरी नियमित तिरो बुझाइँदै आएको निजी जग्गा समेत समेटेर गुपचुप ढंगले श्री थला सामुदायिक वन उपभोक्ता समूह गठन गरी हुम्ला जिल्ला वन कार्यालयमा दर्ता गरिएको भन्ने तथ्य बाहिर आएको छ। सोही समूहको नाममा लामपाटाका स्थानीयलाई आफ्नो जग्गा छाड्न सार्वजनिक सूचना जारी गरिएको विषय पनि गम्भीर छ। यस घटनापछि हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटाका स्थानीय विस्थापित भई लामपाटाबाट करिब 4 घण्टाको दूरीमा रहेको गुम्बा भन्ने स्थानमा आश्रय लिन बाध्य भएका छन्। उनीहरू अत्यन्त त्रसित अवस्थामा छन् र आफ्नो स्थायी बसोबास सुरक्षित रूपमा फर्किन सक्ने अवस्था अझै बनेको छैन। माननीय सभामुख महोदय, यो घटना सामान्य प्रकृतिको छैन। यसले मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको छ। नागरिकको बाँच्न पाउने, सुरक्षित रूपमा बसोबास गर्न पाउने तथा सम्मानपूर्वक जीवनयापन गर्न पाउने संवैधानिक अधिकारमाथि आघात पुगेको छ। नेपालको संविधान 2072 को भावना र कानूनी राज्यको अवधारणा विपरीत भएको यस्तो जघन्य घटनाको म घोर निन्दा तथा भत्सना गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। माननीय सभामुख महोदय, यहाँ वास्तविक सीमा विवाद होइन, तस्करी तथा चोरी निकासीमा संलग्न तत्त्वहरूले सिर्जना गरेको कृत्रिम विवाद हो भन्ने कुरा तथ्य र प्रमाणहरूले पुष्टि गर्छन्। बाजुरा र हुम्लाको सिमाना साका लाग्ना हो। साका लाग्ना भित्रको लामपाटा, च्याचौर, रानीसेन क्षेत्र बाजुरा जिल्लाको भूभाग हुन् भन्ने कुरा हामीले केवल दाबीका आधारमा होइन, प्रमाणका आधारमा भनिरहेका छौं। विषम 1991 सालदेखिका जग्गा दर्ताका कागजात, विषम 2050 सालको नापीबाट प्राप्त लालपूर्जा, विषम 2034 सालमै बाजुराबाट वितरण गरिएका नागरिकता, विगतदेखि तिरो तथा राजस्व बुझाउँदै आएको अभिलेख, मालपोत तथा नापी कार्यालयबाट हुँदै आएका जग्गा कारोबारका कागजात र नेपाल सरकारको नापी विभागबाट जारी सीमा नक्साहरूले स्पष्ट रूपमा यो क्षेत्र बाजुराकै भूभाग भएको पुष्टि गर्दछन्। त्यसैले यस सम्मानित सभा मार्फत स्पष्ट रूपमा भन्न चाहन्छु, लामपाटा, च्याचौर र रानीसेन सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लाकै भूभाग हुन् र यस विषयमा कुनै भ्रम रहनु हुँदैन। माननीय सभामुख महोदय, लामपाटा क्षेत्र नजिक नेपाल सरकारको सुरक्षा उपस्थिति अत्यन्त कमजोर छ। सबैभन्दा नजिकको बिच्छ्या सुरक्षा चौकी समेत कम्तीमा 2 दिनको दूरीमा रहेको अवस्था छ। दार्चुलाको अपीदेखि बजाङको सैपाल हुँदै हुम्लाको मुचु भएर हिल्सा जाने छोटो मार्ग यही क्षेत्र भएर जाने भएकोले यो क्षेत्र चोरी तस्करीका लागि प्रयोग हुँदै आएको छ। यहाँ कस्तुरी, झारल, नाउर, रेडपण्डा, कालो भालु, सेतो भालु, हिउँ चितुवा लगायत दुर्लभ वन्यजन्तु तथा पाँचौंले, कुटकी, निरमेसी, बनलसुन, जटामसी जस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले अवैध चोरी निकासीको जोखिम उच्च रहेको छ। च्याचौर क्षेत्रमा प्रहरी चौकी स्थापना भएमा यस्ता गतिविधि नियन्त्रण गर्न ठूलो मद्दत पुग्नेछ। त्यसैले पनि यो कृत्रिम विवाद सिर्जना हुनुमा तस्करी तथा चोरी निकासीमा संलग्न तत्त्वहरूको भूमिका रहेको आशंका बलियो छ। माननीय सभामुख महोदय, यस घटनाको अध्ययन तथा सत्य तथ्य छानबिनका लागि नेपाल सरकारका संघीय मामिला तथा गृह मन्त्रालयबाट छुट्टा छुट्टै समिति गठन हुनु सकारात्मक कुरा हो। यी समितिहरूले यथाशीघ्र स्थलगत अध्ययन गरी सत्य तथ्यसहित प्रतिवेदन पेश गर्न समस्याको स्थायी समाधान दिन सकोस् भन्ने आग्रह गर्दछु। सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूले घाइतेहरूको उपचार प्रदेश सरकारले गर्ने तथा चौकी निर्माणका लागि थप बजेट उपलब्ध गराउने सार्वजनिक घोषणा गर्नुभएको सकारात्मक र स्वागतको विषय हो। बाजुरा तथा विशेष गरी लामपाटा, च्याचौर र रानीसेन क्षेत्रमा
प्रतिनिधित्व गर्ने हैसियतले म माननीय मुख्यमन्त्रीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अन्त्यमा म यस सम्मानित सभा मार्फत नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारसँग घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न, विस्थापित स्थानीयलाई सुरक्षित रूपमा आफ्नै स्थायी बसोबास क्षेत्रमा पुनः स्थापित गरियोस्, लुटपाट तथा क्षति भएका भेडा, नगद, जिन्सी तथा अन्य सम्पत्तिको उचित क्षतिपूर्ति उपलब्ध गराइयोस्, च्याचौरमा क्षेत्रमा स्थायी रूपमा सशस्त्र प्रहरी सुरक्षा पोस्ट स्थापना गरियोस्, तस्करी तथा चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा संयन्त्र परिचालन गरियोस्, राइनिसेन क्षेत्रमा पर्यटन प्रवर्धन तथा पर्यटक सुरक्षाको सुनिश्चितता गरियोस्, बाजुराको वन क्षेत्र तथा निजी जमिन समेत समेटेर गठन गरिएको भनिएको श्री थला सामुदायिक वन उपभोक्ता समूहको वैधानिकता छानबिन गरी त्यसको खारेजीका लागि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइयोस् भन्ने माग गर्दछु। धन्यवाद।